हेलो गाइस ए झन्डै फोन रे यहाँ हुनुहुन्छ पसाङ सरजी नमस्ते नमस्ते हो यहाँ छु म हेलो अनि आज चाहिँ हामी जाँदैछौँ यो भिडमा यो पाखामा त्यहाँ यस्तो योबाट घुमेर यस्तो जानेछौँ बाटो नभएको ठाउँबाट जान्छौँ अनि हामी चाहिँ अब लागेको सट्ट लगाएर चट्ट ज्याकेट स्याकेट लगाएर हिँड्दैछौँ हेर्नु सक्नुहुन्छ यस्तो छ अब पानी पर्नु लागेको छ आकाश पनि धुम्म धुम्म छ यस्तो छ बादल लागेर चट्ट यस्तो छ यो चाहिँ इदिङ यो त रोड यो सल्लोको बोट यता चाहिँ काँडाको बोट यता चाहिँ मादर चोट त भन्नु मिल्दैन यस्तै हो उता छ पसाङ छिटाइ चाहिँ हामी जान्छौँ यहाँबाट सट्ट टक लगाएर जान्छौँ यहाँ चाहिँ हाम्रो गाई भेटेका छौँ गाईलाई चाहिँ फर्काउनु पर्ने हुन्छ यिनीहरूलाई चाहिँ फर्काउने तरिका चाहिँ यस्तो 100 जना कुदिरहेछ छ यहाँ जानेवाला छौँ यो घरमा अनि एकदम अप्ठ्यारो भिरको बाटो चढ्नेछौँ हामी चाहिँ पानी पर्छ कि भनेको घाम लाग्यो चट्टै गर्मी लागिरहेछ हामी चाहिँ यहाँबाट जाने ट्राई गर्नेछौँ यो काठ भएको ठाउँबाट यहाँ चाहिँ एउटा पुरानो बाटो छ अरे अहिलेसम्म गएको चाहिँ छैन त्यहाँदेखि यहाँबाट गएर यहाँ माथि पुग्नेवालामा छौँ यहाँ पुगेर त्यहाँ हामी झर्नेवाला छौँ यहाँ चाहिँ यो हो मिङजुङ खोला मिङजुङ पसाङ्ने भिडियो बनाउने भनेर चट्ट फोन हातमा अठाएर घुमिरहेछ अनि यस्तो यो चाहिँ मिङजुङ खोला खत्रै छ है फेरि गाइस खतरा राम्रो हुन्छ ए पौडी खेल्नु जानुपर्ने अब परक छ डाँडा यहाँतिर छ झरना यहाँ चाहिँ 22/3 को पुल टाढा अस्ति हामी भिरमौरी हेर्नु गएको चाहिँ उतातिर गाइस हामी चाहिँ त्यहाँ पारीबाट आइसक्यौँ अहिले चाहिँ हरियाली चट्ट छ बर्खाको बेला भएर अब हामी चाहिँ यताबाट जानुपर्ने हुन्छ कहाँ रहेछ ए यहाँतिर रहेछ घोरा यहाँतिर होत्दो रहेछ नि घोरा रहेछ जुम गरेर फेरि क्वालिटी राम्रो आउँछ र यहाँतिर घोराल रहेछ एउटा आइज त्यता हामी जाने बाटै पो पस्यो कि क्या हामी चाहिँ यस्तो भिरको बाटोमा जाँदैछौँ यस्तो भिर भएको यता चाहिँ चौड छ तर हामी चाहिँ यो भिर बाटो जानेवालामा छौँ यसरी यस्तै हो यसो कन्टेन्ट नपाएर घरमा थियो कन्टेन्ट काम त नै थियो तर नि यसो मिलाएर आएको छौँ यस्तो पसिनाले तुप्तुप भइसक्यो पसिना आएर भिजेको छ र नि हामी तपाईँहरूलाई देखाउन चाहन्छौँ यस्तो छ बाटो चाहिँ यस्तो छ अहिलेको घोराल यतै कता आएको थियो कहाँ गयो त्यो घोराल यतातिर चाहिँ यस्तो फुल पनि रहेछ यस्तो रमाइलो ठाउँमा फुलहरू हेर्नु पाउँदा
खै घोराल चाहिँ त्यहाँ थियो कता गयो थाहा भएन यस्तो छ भिरको बाटो यो चाहिँ पुरानो बाटो अरे अनि हामी चाहिँ आज यसलाई नै एक्सप्लोर गर्न आएको होइन तलतिर मान्छेहरू हिँड्दैछन् यस्तो छ पुगेको त छैन होला छैन छ पुगेको चाहिँ यस्तो छ अब यहाँ त तल खस्ने मान्छेको हालत के होला थाहा छैन चिप्ले भने चाहिँ नत्र बाटो चाहिँ ठिकै रहेछ है यस्तो फुलहरू चट्टै वेलकमको लागि राखेको जस्तै रहेछ फुलहरू पनि यस्तो रहेछ ल भिर अब यसरी जानुपर्ने हुन्छ बाटो कता हो फुलै फुल हेर्न सक्नुहुन्छ फुलै फुलको छ पासाङ सर छिराउनुहोस् है यस्तो ए चेपचेप बाटो चाहिँ घोरालहरू हिँड्ने गर्छन् यस्तो छ यस्तो खालको ठाउँ चाहिँ बाटो छ भन्ने मात्र सुनेको थिएँ रहेछ बाटो पनि तर चिप्लो नि रहेछ चिप्लिँदैछ खुट्टा ओ चिप्लो रहेछ है पातहरू भएकोले चिप्लिरहेछ यता यस्तो छ पुरै यस्तो कालो कालो रहेछ यस्तो पुरै जङ्गलको बिचमा भिरमा हिँड्दैछौँ हामी चाहिँ अब त्यो उकालो चढ्दा चढ्दा यस्तो भइसक्यो पसिनाले पसङ भयो नि पसिनाले चिलिकै टल्किने भएको छ हामी लागिरहेको रहेछ यस्तै छ एकैचोटि दुईवटा भ्लगर भएछ गाह्रो हावा बतासले होला हामी चाहिँ आइपुग्यो क्या आइपुग्यो जस्तो छ हामी चाहिँ ऊ पर पराठाको खै के भयो त हामी चाहिँ आइपुगेका छौँ यस्तो रहेछ यस्तो रहेछ यो चाहिँ के टोइलेट हो बत्तीहरू पनि रहेछ यस्तो काठहरू मानेछ यता यो चाहिँ गुम्बा हो कि हो साँच्ची खासमा यता चाहिँ आरूहरू रोपेको रहेछ हाल्चा खम्बु बोट बिरुवाहरू रोपेको रहेछ यहाँ चाहिँ अब यसो भरे यहाँबाट गएको पानीले म झर्ना देखाउँछु तपाईँहरूलाई झर्ना देखाउनु छ यस्तो भइसकेको छ पसिना आइसकेको छ अब यहाँबाट हामी तपाईँहरूलाई देखाउन चाहन्छौँ अब यस्तो घाँसहरू रहेछ हावा चाहिँ सरर आइरहेको रहेछ अघि हामी आएको चाहिँ उयै परको त्यो छेकिएको घरबाट आएको सक्नुहुन्छ गाइस यस्तो भिरको टुप्पोमा नि गाह्रो लाएर घर बनाएर यस्तो यहाँ चाहिँ हेल्प छ अनि यो त भिरै भिर छ एक दिन यसलाई नै एक्सप्लोर गर्ने मन छ मलाई यो कुनालाई नि यस्तो छ हेर्नुहोस् यस्तो छ खस्यो भने मान्छेको एकैचोटि अन द स्पोट डेथ हुन्छ होला अब हामी नि यमराजलाई खोज्दैछौँ यतातिर भिरतिर आएर यस्तो छ अनि यहाँतिर चाहिँ यसो बस्नुलाई हो कि के गर्नुलाई थाहा होइन यहाँ चाहिँ सिसाहरू खुल्लै रहेछ च्यालहरू रहेछ यस्तो छ है गाइस चरा कल्चुरा नि रहेछ कल्चुरा गाइस यता नि झ्यालहरू पनि खुल्लै रहेछ ओ कल्चुरा निक्ले कल्चुराको गुड छ क्या यता हिटर रहेछ हौ यहाँ पर खै के हो त्यस्तै हो कि यहाँ त त्यो चराको गुड रहेछ छिर्नु मिल्छ है यहाँ चाहिँ चराको गुड रहेछ यहाँ चाहिँ एकदम काठहरू बिछाएको दामी रहेछ यो चाहिँ खुल्लै रहेछ त्यही भएर हामी भित्र छिर्यो अब यस्तो छ एकैछ अब यहाँ नि के को रुख रोपेको कि बाँदरले खाइदिए जस्तो छ यसो दाँतहरूको निशान रहेछ तर नि यता पातहरू सानो उम्रिँदै रहेछ यस्तो मरेकै चाहिँ छैन छ यहाँ चाहिँ मेरो ज्याकेट भयो भाइ यसरी राखौँ म चाहिँ हावा खानु बस्नेवालामा छु यता नि रोपेर त्यहाँ नि रोपेँ यता टन्नै बोट बिरुवाहरू रोपेको रहेछ यस्तो छ यस्तो
ल गाई त फेरि आउँदै रहेछ अघि खेदेको त ल गाई आउँदै रहेछ बारीबाट अघि हामीले गाई खेदेको थियो त्यो गाई आउँदै रहेछ बस आउँदैछ अब यहीँ आउँछ होला एकछिन भनेर त्यहाँ यस्तो चौर छ यहाँ भिड छ र तपाईँहरूलाई अब एउटा मात्र कुरा देखाउनु बाँकी छ त्यो के हो गाई चाहिँ भिडमा आएर चकचक गर्नु मन लाग्यो यसो चकचक एउटा ठक्क यस्तो दिनु पऱ्यो क्या खुट्टा उठाएन भन्नु होला हेर्नुहोस् खुट्टा नि उठाइरहेछ यस्तो नि रहेछ तर काठ चाहिँ लास्ट तातो छ यार यता पो गरौँ कि त्यहाँ यस्तो छ यता त गुल्टी अनि मर्छ होला कुनै यस्तो छ हाम्रो दाजुको हालत कहाँनिर ल हो रहेछ यार सिसा फुट्या रहेछ उ त्यहाँनिर हावाले गर्दा होला यता हावाले सिसा फुट्या रहेछ ल है त गाई ल भुइँमा गरेर देखाउँ त दाजु ल म गर्छु ल जस्ट ट्राई खासै गर्नु त आउँदैन अब चाहिँ शीतलमा बस्नु पऱ्यो अहिले यसले नाक्छ चाहिँ थोरै मात्र बस्नु सक्छ क्या भुइँमा धेरै बस्नु सक्दैन रहेछ गाइस हामी चाहिँ फर्क्यौँ 5 मिनट जति बसेर फर्किँदैछौँ भन्दा नि यता एउटा बाटो देखेँ अब आएपछि हेर्नु पऱ्यो के रहेछ यहाँतिर यस्तो रहेछ यतातिर ओह्राल जस्तो नि रहेछ माथि टक्क यहाँतिर यो चाहिँ नास्पातीको बोर्ड जस्तो छ उता ओखर रहेछ यहाँ ओखर रहेछ यो चाहिँ आल्चा रहेछ ओखर रहेछ त्यहाँ नास्पाती रहेछ यो के हो स्याउ हो स्याउ रहेछ स्याउको बोट यता नि आलु रहेछ आल्चाको बोट रहेछ आलु बोट यता चाहिँ खै कुन हो यो थाहा भएन यस्तो रोपेर टक्क छेकेको बार जस्तो लगाइदिएको नि रहेछ अनि यस्तो छ भिर यहाँबाट गुल्ट्यो भने यस्तोरी गयो भने त्यसरी तल पुग्यो यार गयो भने चाहिँ त्यसरी जान्छ भनेर यसो उदाहरण यस्तो छ यता यहाँतिर चाहिँ बत्ती ल्याउनलाई यो तार्ने होला तार होला यस्ता चाहिँ कस्तो रहेछ हेरौँ ए अम्बो है यहाँ त खतरा हाइट रहेछ त यस्तो रहेछ यहाँतिर चाहिँ के अरे पहिरो पऱ्यो थुक्का मुख पनि झर्ना छ अनि यता चाहिँ यस्तो रहेछ पुरै भिड रहेछ गाइस यतातिर नि आएपछि घुम्नु त पर्यो म चाहिँ यहाँ सिधै पारी रोड त्यो बाटोमा निक्लिनेवालामा छु यस्तो रहेछ यस्तो यस्तो रहेछ यसरी उफ्रिनुपर्छ यहाँ चाहिँ यस्तो पानी छ यहाँ तलबाट चाहिँ झरना यही पानी चाहिँ गएर तल झरनाको रूप लिएको छ यहाँ तलपट्टिबाट यस्तो छ यस्तो पानी भेटाएपछि अब मुख किन नधुने होइन मुख धुनु होला यता चाहिँ लेकको पानी नाक लाग्नु सक्छ त्यो भएर त्यसो गर्नुपर्छ कस्तो मजा आयो पिउनु नि स्वादको हुँदैछ नि यस्तो क्लियर पानी आउँछ क्लियर पानी कस्तो शीतल भयो यार यतातिर चाहिँ गुफा जस्तो नि रहेछ यस्तो यो के
जनावरहरू बस्ने होला त्यो छ है गाइज म चाहिँ तल गएर एक सौ स्वाद लिनु पऱ्यो खै सार त यस्तो रहेछ आइज बिस्तारी यस्तो रहेछ यहाँ तलबाट चाहिँ झर्ना छ चिप्लिन्छ है अलिक चिप्लो रहेछ यहाँ हो यस्तो छ यस्तो देखाउन चाहन्छु तर म चाहिँ फर्किन चाहिहालेँ है त बिकाउज टोमल चिप्लो यसरी लडिन्छ होइन गाइज अब यसरी लडिन्छ यस्तो छ एक बेलड्याङ लडी नै हालियो होइन गाइज अब होइन अब यसरी लडियो अब होइन लु चिप्लिँदै गइरहेको यस्तो रहेछ म चाहिँ त्यो धेरै यताउता नघुमेर यही खोल्सा निक्लिन्छु ल है गाइज अब रहेछ यहाँ तल अघि म एक बेलड्याङ लडेर नि आएँ यहाँ सुरुवाल नि भिजिहाल्यो यस्तो रहेछ यहाँ माने लुङधर्नी टाँगेको जस्तो रहेछ पहिला होला ऊ जमानामा टाँगेको जस्तो छ यस्तो छ यस्तो माने छ यहाँ त यस्तो छ यस्तो चरी हेरौँ यस्तो छ हामी चाहिँ अब यताबाट घुमेर जानेछौँ अनि तपाईँहरूलाई यो कुनाको झरना देखाउनेछौँ अघि हामी यो माथि चढेको थियो अनि खसेको भए चाहिँ एकैचोटि सिधै तल यमराजको मुखमा हामी चाहिँ खोज्नु चाहिँ यमराजै खोजेको यमराज चाहिँ भेटेन यमराज चाहिँ नभेट्यो नि यसरी फर्किँदैछौँ गाइज लु हेर्नुहोस् दाजुभाइ दिदीबहिनीहरू लु हेर्नुहोस् यसरी घुमिन्छ यता योपट्टिको चाहिँ बाटो राम्रो छ अघि उतापट्टि आएको चाहिँ एकदम चिप्लो थियो यहाँ पसाङ बाँदर चाहिँ उफ्रेर जाँदैछ यसरी त्यसरी उफ्रिन्छ अब जङ्गलमा मात्रै शीतल हुने है मात्र जङ्गलमा मात्रै शीतल हुने हो यता चाहिँ तर पानी चाहिँ चिसै हुन्छ चियाको घाम लागिरहेको छ घाम चर्को छ घामसितै भनेको झर्नामा निस्किनुपर्छ होला है यस्तो छ यो कुना यता चाहिँ झर्ना छ अब देख झन्डै भएकोमा चाहिँ अस्पतालमा भर्ना झर्ना देखाउने कारण नै अब यहाँ यस्तो छ यस्तो झर्ना छ यहाँबाट यस्तो छ यस्तो दुःख गरेछ हामीले साथ सपोर्ट चाहिँ दिनु पर्यो फलो लाइक सब्सक्राइब ठोक्नु पर्यो यहाँतिर चाहिँ एउटा चौतारा छ फलो गर्नु पर्यो सब्सक्राइब गर्नु पर्यो लाइक गर्नु पर्यो सेयर गर्नु पर्यो तपाईँहरूलाई यस्तो दामी नजारा भ्यू देखाउन चाहन्छु हेर्नुहोस् अहिले चाहिँ पानी अलिक कम भएर यस्तो डेन्जर झर्ना छ है यहाँतिर चाहिँ अब हामी चाहिँ म चाहिँ यो बाटो फलो गर्दिनँ अब यस्तो बाटोबाट गइन्छ होइन यसरी होइन यसरी गइन्छ धेरै राम्रो बाटो खोज्यो अनि मरिन्छ भनेर काल खोज्दैछु यसरी यस्तो छ यस्तो भएपछि अब फेरि यस्तो छ है गाइस यस्तो छ आज चाहिँ मेरो भिडियो चाहिँ एकदम लामो हुनेवालामा रहेछ यस्तो झर्ना यो चाहिँ झर्ना छ यहाँ बस्दा ल है गाइस आइपुग्यो झर्ना भन्दा झर्ना आता सिस्नुले नि पोलिहाल्यो यस्तो काँडावाला सिस्नुले यस्तो छ लु हेर्नुहोस् खै ओए कत्रो ठुलो सर्प नि रहेछ यहाँ हेर्नु कत्रो ठुलो सर्प यहाँतिर यहाँ जाँदैछ कस्तो मिठो घाम तापेर बसिरहेको रहेछ यार गाइस सर्प रहेछ यस्तो चाहिँ चलाउनु हुँदैन हामीले यो चाहिँ नागको सर्प होला नागको सर्प होला जहाँसम्म लाग्छ है त गाइस सर्प देख्न सक्नुहुन्छ
हामीले चाहिँ सर्प पनि देखियो है। यस्तो स्वस्थ मस्त आनन्द बसिरहेछ। कति बज्यो अहिले? 12:41 भएको छ। अब यसले के गरे गयो है। ल हामी जाने बाटोबाट गयो यार। यता आउँदैछ यता आउँदैछ। दुलोमा छिरे त त्यही खालि। हँ त्यहाँ दुलोमा छिरे यता आइज। किशोर समाइदिनु। निभाउँछु ल सानो घर कसममा। कहिले तर स्कुल चढ्नु समाज। म थोरै अगाडि निक्लेर ओए म थोरै छिटाएर हेर्नु न टाउको नि हरियो अनि सर्प यस्तो साफ फेर्दै छ। गाइस यस्तो टुप्पोमा पनि यस्तो यस्तो मजाले सर्प छ। बसिरहेछ है त गाइस। सर्प यहाँ बडी यहाँ छ टाउको चाहिँ यहाँतिर छ। छिडिम हँ छिडिम हो काट्दै सर्प हेर्ने गाइस सर्प यस्तो छ सर्प चाहिँ। समयमा खुट्टेकै छोड। म चाहिँ यहाँ उभिरहेको थिएँ भर्खरै राखिस तैँले। अनि म टक्कै यता आउनु सर्प ठक्क निक्लिदिएर नाग दाजु ए नाग दाजु हिरेकको सर पनि देख्नुभयो होला गाइस। या या त क्यामेरा एङ्गल मिलेन के गयो 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 त गाइस गयो त कता गयो? ऊ त्यहाँ तल ऊ यहाँ तल यहाँ तल निक्ल्यो गयो 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 जाँदैछ 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 है गाइस। यहाँ तल यहाँ कुनामा छिर्दैछ है यसरी छिर्दैछ है। हो तर खासै यताको चाहिँ यताको चाहिँ मतलब विषालु हुँदैन विषालु हुन्छ तर ठुङ्दैन यताको चाहिँ। हतपत ठुङ्दैन ठुङ्दैन। अनि त्यही भएर हामी चाहिँ यस्तो नजिकमा गएर खासमा यसले भिडियो बनाइरहेछौँ। हामीले खासै जिस्काउनु पनि नहुने हो तर हामीले चाहिँ जिस्काएको पनि छैन खासै। ऊ आफ्नो बाटो गयो अब हामी आफ्नो कामतिर लाग्छौँ। यहाँतिर हामी चाहिँ झर्ना हेर्न आएको होइन। झर्ना हेर्न आएको झर्ना झर्ना झन्डै अस्पतालमा भयो सर्पले ठुङ्गेर भर्ना भन्ने जस्तो भयो। यहाँतिर यस्तो मिठो बसिरहेको रहेछ हौ। यहाँतिर अघि यहाँनिर यस्तो बसिरहेको रहेछ। देखेको थियौँ यस्तो छ झर्ना चाहिँ गाइस झर्ना देख्न सक्नुहुन्छ। गाइस यस्तो छ झर्ना। महेश लडेको त्यही टुप्पोमा हो है त गाइस। म लडेर झन्डै भएको थियो अस्पतालमा भर्ना। है गाइस अब हामी चाहिँ घर जानु लागेको। यता माथि छ झर्ना यता हामी सर पनि देखियो आजको दिनमा। उही मासला क्यामेरा रोटेट गरेको फेरि यहीँ निक्लेर बसिरहेको थियो। फेरि नि उदो गयो सर्प चाहिँ कता गयो उहाँ उहाँ यहीँतिरै छ गाइस यहाँ उहाँ उहाँ यहाँ सुइदे गयो 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 त्यहाँ गयो तल गयो। हामीले यो सर्प अघि माथिबाट देख्यो तर अझै यहाँबाट जाँदैछ तलबाट जाँदैछ। जाँदैछ झन्डै फेरि मलाई झन्डै ठुङ्यो। म भिडियो एकको एन्डिङ गरौँ भनेको झन्डै ढुकढुक सातो पुत्लो उडाइदियो अब झट्टै गइदिएर हो भने है सर्प देख्न है सर्प हैट मेरो मुटुले चाहिँ ठाउँै छ। मुटुले थाम्न नि नसक्ने यस्तो माया पाइप देख्दा नि पर्छ। हैट सर्प निक्लिने बेला भइछ गाइस। यस्तो सातो पुत्लो मातो पुत्लो उडाइदियो।
हामी चाहिँ अघि यही माथि गएको उत्तापट्टि बाटो गएको अहिले चाहिँ हामी यता बाटो फर्किँदैछौँ ठ्याक्कै एउटा सेलरोटी पाएको अब आज मलाई झन्डै यमराजले तानेको म अघि माथि भिरमा नि एकचोटि लडेको थिएँ अनि यहाँतिर नि अहिले झन्डै सर्पले ठुङ्गो अब धेरै चकचक नगरिकन घर जाने सुरसारमा छौँ हामी ल है गाइज यस्तो छ गाइज हामी अघि यहाँ माथिबाट गएको त्यहाँदेखि यहाँ माथि पुगेर यहाँ माथिबाट यता हटाएर यसरी आउँदैछौँ फर्क्यौँ अब बाई सी यू नेक्स्ट टाइम हेभ अ सेफ जर्नी